इतिहास रचना सफल भएको नेपाली टिमलाई निकै नै शुभकामना रहेको छ। इन्डिज विरुद्ध आज भएको दोस्रो टी20 खेलमा नेपालले शानदार किसिमको जित निकाल्दै इतिहास रचना सफल भएको ब्याटिङ, बलिङ, फिल्डिङ तीनवटै विधामा उत्कृष्ट किसिमको प्रदर्शन गरेको टिम नेपाल दुई पटकको विश्वविजेता टिमलाई पराजित गर्दै ट्रफी आफ्नो नाममा पार्न सफल भएको हो। नेपाली टिमका लागि भिडियो लाइक, च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भनेदेखि एक सब्स्क्राइब र कमेन्ट बक्समा बधाई अवश्य दिनुहोला। नेपाली टिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। सुरुवाती ओपनिङ ब्याटिङमा कुशल भुर्तेलले सोचे अनुरूप प्रदर्शन गर्न सकेनन्। कुशल भुर्तेल हुसेनको बलिङमा व्यक्तिगत 2 रनमा आउट हुँदै आज पनि सोचे अनुरूपको प्रदर्शन दिन सकेनन्। पावर प्ले भित्र नै नेपाली टिमका कप्तान रोहित कुमार पौडेल व्यक्तिगत 3 रनमा आउट भएपछि पावर प्ले भित्र नै नेपाली टिम निकै नै दबावमा परेको थियो। त्यसपछि ब्याटिङ गर्न आएका कुशल मल्ल 9 बलमा 7 रन बनाएर आउट भएपछि टिम नेपाल निकै नै अप्ठ्यारोमा परिसकेको थियो। निकै नै फसिसकेको भुमरीबाट उकास्ने काम आसिफ शेख र सन्दीप जोराले नेपाली टिमका लागि गर्न पुगेका थिए। आज खेलको नायकको रूपमा आसिफ शेख र सन्दीप जोरा जन्मिँदा आसिफ शेखले 47 बलमा 8 चौका र 2 छक्काको मद्दतले 68 रनको शानदार पारी खेल्न पुगेका थिए। त्यसै गरेर सन्दीप जोराले पनि 39 बलमा 63 रनको तुफानी पारी खेल्दा 5 छक्का र 3 चौका प्रहार गर्न पुगेका थिए। आजको खेलमा आसिफ र सन्दीप जोराको जति तारिफ गरे पनि कम हुनेछ। निकै नै दबावमा फसिराखेको टिम नेपाललाई उकास्ने काम यी दुवै खेलाडीले गर्न पुगेका थिए। गुलसन झाले 6 बलमा 6 रन बनाएर आउट हुँदा आदिल आलम अन्सारीले 1 छक्काको मद्दतले 5 बलमा 11 रन प्रहार गर्दै नेपाली ब्याट्सम्यानहरूले वेस्ट इन्डिजले नसोचे अनुरूपको ब्याटिङ गर्दा कुनै समय 100 रन पनि कटाउन मुस्किल हुन देखिरहेको नेपाली टिमलाई मध्यक्रमको शानदार किसिमको पार्टनरसिपले नेपाली टिम 173 रनसम्म पुर्याउन सफल भएका थिए। नेपाली ओपनर ब्याट्सम्यानहरूले केही सुधार गर्नुपर्ने देखिरहेको छ। त्यसैगरी मध्यक्रम ब्याटिङमा पनि नेचुरल खेलहरू खेल्नुपर्ने जरुरी देखिरहेका छौं। 174 रनको विजय लक्ष्यको साथ मैदानमा उत्रेको वेस्ट इन्डिजको टिम राम्रो किसिमको सुरुवात भने गर्न सकेन। ओपनर ब्याट्सम्यान जेल एन्ड्रु मात्र 2 रनमा आउट हुँदा दोस्रो नम्बरमा ब्याटिङ गर्न आएका क्यासी कार्टी मात्र 1 रन बनाएर आउट भएपछि सुरुवाती पावर प्लेमा नै नेपाली टिमले वेस्ट इन्डिजको टिमलाई निकै नै दबावमा राखेको थियो। कायल मायरको रूपमा नेपाली टिमले तेस्रो विकेट प्राप्त गरेको थियो। उनी व्यक्तिगत 16 बलमा 6 रन प्रहार गर्दै आउट भएपछि नेपाली टिमलाई केही राहत मिलेको थियो। हाम्रो ब्याटिङ गरिराखेका एकम अगस्तेलाई आदिल आलम अन्सारीले बोल्ड आउट गर्न पुगेपछि नेपाली टिम 10 ओभरभित्र वेस्ट इन्डिजको 4 महत्त्वपूर्ण विकेट चटकाउन सफल भएको थियो। एकतर्फबाट जेसन होल्डरले आफ्नो टिमका लागि पारीलाई सम्हालिराखेका थिए भने अर्कोतर्फबाट लगातार विकेट जाँदा वेस्ट इन्डिजको टिम निकै नै दबावमा परिरहेको थियो। हाम्रो खेलिराखेका अमीर ज्याङ्गो 14 बलमा 16 रन बनाएर आउट हुँदा लगभग वेस्ट इन्डिजको टिम पराजित भइसकेको थियो। त्यसपछि ब्याटिङ गर्न आएका फैब आलन मात्र 7 रनमा आउट हुन पुगे। कप्तानले खाता नै खोल्न नसक्दा नवीन बिडासे 2 रन बनाएर आउट हुँदा वेस्ट इन्डिजको टिम 16 ओभरमा 80 रनमा 8 विकेटको क्षतिमा खेलिरहेको थियो। राम्रो खेलिराखेका जेसन होल्डर 14 बलमा 16 रन बनाएर आउट भएपछि वेस्ट इन्डिजको टोलीले 100 रन पनि कटाउन सकेन। टिम वेस्ट इन्डिज 17.1 ओभरमा 83 रनमा अल आउट हुँदै सिरिज नेपालको नाउँ सुम्पिन पुगेको थियो। आजको महत्त्वपूर्ण खेलमा नेपाली टिमको ब्याटिङमा सुरुवात केही कमजोर देखिए पनि त्यसपछि पनि शानदार कमब्याक गर्नुका साथै फिल्डिङ र बलिङमा 100% एफर्ट जोकेको थियो। फलस्वरूप नेपाली टिमले ऐतिहासिक टी20 सिरिज कब्जा गर्न सफल भएको छ। 3 वर्षपछि बलिङमा शानदार कमब्याक गरेका आदिल आलम अन्सारीले 4 ओभरमा 24 रन खर्चेर महत्त्वपूर्ण 4 विकेट चटकाएका थिए। ब्याटिङ राम्रो गर्न नसकेका कुशल भुर्तेलले 2.1 ओभरमा 16 रन खर्चेर महत्त्वपूर्ण 3 विकेट चटकाएका थिए। त्यसै गरेर दिपेन्द्र करण र ललित राजवंशीले समान 1-1 विकेट चटकाउँदा नेपाली टिमले 90 रनको ऐतिहासिक जित हासिल गर्न सफल भएको छ। नेपाली टिम समर्थक सबैलाई जितको शुभकामना रहेको छ। खास गरेर वेस्ट इन्डिजको टिम जसले नेपाली टिमलाई पत्याउँदै सिरिज खेल्न आयो त्यसलाई पनि शुभकामना रहेको छ। भिडियोलाई लाइक, च्यानललाई सब्स्क्राइब र कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया अवश्य दिनुहोला। हवस् त, नमस्ते।